भित्र को हुनुहुन्छ भित्र? हजुर म छु, को होला? बास पाइन्छ कि भनेर आमा। ए हामी काठमाडौँदेखि आएको आमा। के कामले होला कुन्नी? आया बाबा, आमै के हो यो? कस्तो डरलाग्दो आवाज। डराउनु पर्दैन नानी, यो घरमा कुनै नयाँ दुलै आयो भने यस्तो आवाज त निस्किरहन्छ। पानी खाऊ न आमा। पानी खाने? एकछिन पख, म पानी ल्याइदिइहाल्छु। के भयो? किन डराएको? उ त्यहाँ हेर्नुस् न, मान्छे झुन्डेको। डराउनु पर्दैन नानी, त्यो त केही पनि होइन, छाया मात्रै हो। ए पानी लाऊ बाबु, खाऊ। तर मान्छे जस्तै छ त आमा। वास्तविकता के हो आमा, भन्नुस् न। खै के भनौ र नानी, कुरो आजभन्दा केही वर्ष पहिलाको हो। गाई देख्नुभयो हजुर? गाई बिना जात्राको गाई। ल हजुर, गाई आयो, गाई बिक्रीमा छ। मेरो नाम कोदे, लातल चाहिँ नगोदे। यो गाई पालेको फाइदा नि हजुर, दाम्लो चाहिँदैन, घाँस काट्ने टेन्सनै छैन। हेर न जिस्काको मोराहरूले। भनेको मान्छे अन्न चाहिँ खान्छ है। तेरो आमा गाई, तेरो बाउ गाई, अपो बाउ त गुरु बखता। लातले बङ बङ हान्छे, नाम मेरो कोदे, लातले चाहिँ नगोदे है।
अब यी प्रभा के चुन्दाको यो पछाडि यति लामो पुच्छर? तँलाई हैजाले लान्न नसकेका मोराहरू के को मोरा मात्रै रङ्सा? स्याउ स्याउ किरा परेको हात लु आइज एक एक गरेर ढोलमै सर्पिनी पो हो त। ढोल गाई भन्दै बेलु 5 कक्षामा कति पल्ट फेल भइ रे? जम्मा 4 पल्ट त हो नि। नाउ मेरो गोदे लाताले गोदे भन भन कति पल्ट रे? मूर्ख केटाहरू नगर भने माने पो। पानी माथिको ओबानो बन्न खोज्छ। नाउ मेरो गोदे झन्डै लाताले गोदे नन्दु पानी माथिको ओबानो बन्न गएको थिए झन्डै 11 नम्बरको चर्कन गाला भेट्या थिए। कस्तो रमाइलो, कस्तो मजा आयो। नचलाउ म आफै खेल्छु। कति मजा भयो आज पौडी खेलेर। प्रभाले पनि तानेर ल्याउ न। तातो पानी क्या रमाइलो भइरहेछ। नच्याप्न पानी मजा पनि आयो तर पानी पौडी खेलौ न साथीहरु। ल पौडी खेलौ है। अब पराई सराई छोडेर सारतिरै जाने हो, उतै बस्ने हो। क्या आनन्द। हो र ढोलमा कोही चाङबाले लिएर जान्लाइस् कि एक्लै जान्लाइस्? के भन्छ यो प्रभा मौरी? चाङबा साङबा यो जान देखेर सबै चाङबा साङबा भाग्यो। ऋषिले पनि कचक पार्छ भनेर हो कि? ए यो मौरी त म सारतिर गएर ल भने ट्युसनमा पढाउ कि जस्तो लागेछ। लभ गर्ने ट्युसनमा पढाउँछु भन्छ त्यस्तो पनि हुन्छ ढोलमा? नछापा न नछापा कति छापिरहेको मौरी। ए नगर न। ए ढोलमा हामीलाई पनि बाक्चा लान्न सिकाइदिने हो? आमै यी नक्सरहरू त यहाँ पो आएको रहेछन्। हेर त ढोलमा बागचाल मात्रै होइन मसँग आयो भने के पो सिकाइदिन्छु नि। अनि नेत्रेलाई मात्रै हो कि मलाई पनि होटलमा? बिहा गर्ने हो मोमो खुवाउला, चाउमिन खुवाउला, टुङ्गो खुवाउला, म जस्तो मोटी बनाइदिउँला। ओहो भो दुईटाले सँगै बिहा गरौँला। एउटालाई बोयफ्रेन्ड अर्कोलाई भुडा बनाउँला। ए पक्क छ भागेको। ए रोक्सन भागे जाउँ ढोलमा हामी पनि जाउँ। लौ यहाँको लुगा कहाँ गएछ? ला लुगा खोइ यही त थियो, कहाँ गएछ? ए उ त्यहाँ रहेछ। आमै यहाँ पो रहेछ। लिली मेरो पनि लुगा ले त। अरे लौ न नि मेरो लुगा। होइन मेरो लुगा कहाँ गयो? अब के गर्ने? लौ न डोलमा अब घर कसरी जाने? होइन ती केटाहरूले अघि लगे क्या हो? खोइ तिम्रो यो के तमासा हो? त्यही रोङसाङ नन्दुको साथीहरू त हो नि काका। यो दानवीरको छोरीलाई यत्रो बेइज्जत गर्ने हिम्मत तिनीहरूको? यिनलाई त म नकुटी कहाँ छाड्छु। ए झुमरी झुमरी कहाँ गयो ह तेरो कपुत? किन के भएर यसरी हुर्मत लिँदै आउनु भएको? तँलाई सिस्नोपानले झप्काउ ह? होइन हामीले तपाईँको कुन दिन के दिन खाथ्यौँ र यो टुरालाई हप्सी र दप्सी गर्दै आउनु भएको? ए तेरो लौनेले मेरो ढुकुटी बुझी किस्ता तिर्नुपर्छ भनेर दलिनमा 500 लगाएर झुन्डेर मरेको बिर्सित? खाटो बस्न लागेको घाउलाई बल्झाउने कोसिस नगर्नुहोस् काका। अझ व्रत बोल्छस् पाजी?
नन्दुले होइन ऊ गएकै थिएन बाबा। अनि के त आफ्नै रहरले नाङ्गे कि त? कहाँ नन्दुले गरेको हुनु? त्यही मोरा नेत्रीले गरेको त हो नि। आइन्दा मेरी छोरीमाथि कसैले कुदृष्टि राख्ने कोसिस गर्यो भने म त्यसलाई खैरत राख्ने छैन। बाले तिमीलाई के भन्नुभयो बाको तर्फबाट सरी माग्छु दिनी हो। आज भोलि त डोलमा नभएर स्कुलै सुन्ने लागिसक्यो। स्कुलै जान मन लाग्दैन। ढाटेकी रहेछ नि त मोरीले। किन? फुपूले पो बोलाएको रहेछ नि त। ए मलाई पनि त्यस्तै लाग्यो थियो। यिनीहरू पो रहेछ छोराहरू। कतै चोट त लागेन नि? चोट त बल्ल पो लाग्यो नि। मोरा बच्चाहरू। पक्लिस तँलाई एक दिन यसको जवाब राम्रैसँग पाउने छेस। कस्तो डरायो म त? तिमी डरायो र? होइन होला, खै गए। बदमास। कहाँ गएर आएको? डाले घाँस काट्यो न्युमा तिमीलाई भेट्यौँ भनेर आएको। सत्य? धरोमा। अनि हिजो स्कुल किन आएको नि? तिमी आएनौ मलाई पनि मुडै आएन। म त अस्ति मामा घर बसेकी थिएँ, उतैबाट गएँ नि। ए भनेपछि अस्ति स्कुलमा दिएको पोलेको मकै मामा घरबाट लिएर आएको? किन? किनकि त्यहाँ मोहनी थियो, कस्तो मिठो थियो। हो र? हो नि, त्यसैले त मलाई यहाँसम्म तानेर ल्यायो नि। भन्देऊ न के? आई लभ यु भन्देऊ न प्लिज। आजलाई भाग्यले साथ दिएन जस्तो छ केटा हो। एउटै चरा मर्दैन तेरी ल्याएर। हेर त नेत्रे। खोइ कुण्डालीमा कहाँ डालीमा हुनु? फुलबारी कालीमा हेर्न। कस्तो मधुमासको जोडी। नाम मेरो कोदे, लाताले गोदे। तिम्रो सिउँदो रङ्गाउँदैछु। सुनेको छु यिनको अगाडि बाँधिएको सम्बन्ध कहिले छुटिँदैन रे। यो डोरीले यो रुखको फेदमा खन्को मारी एउटा बलियो गाँठो पारौँ, जुन गाँठो यो देउरालीको काखमा हाम्रो अमर प्रेमको प्रतीक हुनेछ।
यो गाँठो जबसम्म फुत्किँदैन तबसम्म हाम्रो माया अजम्बरी हुनेछ। यो देह मरिजाला तर हाम्रो प्रेम कहिले मर्दैन प्रभा। बाले थाहा पायो भने जिउँदै चलाइदिन्छ नन्दु, के गर्ने होला? धन्न नभन प्रभा, जे पर्ला पर्ला, भोलि बिहानै सहर भागौँला। चोट त अलिअलि लाग्यो। तेरो रासलीलाको फिल्म यो मोबाइलभित्र छ। जब यो फिल्म तेरो बाउलाई देखाइन्छ नि अनि लाग्छ मजाको चोट। नन्दु ए आइपुग्यो? मलाई त एकदमै डर लागिरहेछ। हामी कहाँ जाने? टेन्सन नल्याउ न, काठमाडौँमा डोलमा छँदैछ नि, मसँग उसको नम्बर छ। अब केटा केटा टाउको ठोक्या भए मिजो भन्नुहुन्थ्यो। तिमी पऱ्यो केटी, म पऱ्यो केटा, यसलाई के भन्ने? आफू त बिजी मान्छे, ल पर्यो भन्ने भइहाल्छ नि। किन हुँदैन त्यो, भइहाल्छ नि। क्या नाम तिम्रो नाम? मेरो नाम डोमा डार्लिङ। कसको फोन होला? हेलो डोलमा। हेलो म नन्दु बोलेको। के को भाइ, अब त हाय। आजको दिन पनि क्या गजब रहेछ गाँठो। तरकारी किन्न आएको, ल पर्यो। ल पर्यो घन्टी लालको ल पर्यो। कि फोनमा राम्रै सुने नानी। हामी सहर आउँदैछौँ है। ए अनि अहिले कहाँ हो? अहिले हामी गाउँमै हो, बस चढ्न लागेको, तर काठमाडौँमा कहाँ आउने नि? हाइटको अगाडि डोमा डार्लिङ ब्युटी पार्लर छ, त्यहीँ आउनु न। ट्याक्सीले भन्नु, ट्याक्सीले दिइहाल्छ नि। ल ल, तिमीलाई त्यहाँ आइपुग्ने बित्तिकै हामी फोन गर्छौँ है। हस् हस् हस्। जाऊ जाऊ गुरुजी, जाऊ जाऊ। रोकौ गुरुजी, रोकौ। ल झर्नेहरू झर्नुहोस् है। आम्बो हेर त यो रङसङ त कति छिटो लाभ पारेर कुदेको। नखरा मोरी। अनि तेरो के छ डोलमा? आफै त बिजी मान्छे, एउटै लाभ गर्न सकेको होइन। एउटा ब्युटी पार्लर खोलेकी छु। केटा त आउँदै आउँदैन, केटी मात्रै आउँछ। यस्तै हो, जाउँ हिँडौँ कोठातिर।
बाजै ओहो डोलमा मैले अस्ति भनेको थिएँ नि उनीहरू नै हुन् नमस्ते 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 ल साँचो लिनुहोस् कस्तो राम्रो जोडी ल्याउ चाबी भाग्यले पायो कोठा छोराछोरी सबै अमेरिकामा बस्छ कोठा पनि राम्रो पालाङ पनि राम्रो राम्रोसँग बस है आजदेखि हाम्रो आफ्नै नयाँ संसार सुरु हुने भयो प्रभा किन तिम्रो मुख अलि मलिन छ नि तपाईको पनि अनुहारमा खुसी त कहाँ छ र मन आएसम्म बुढियामा भान्सा कुरेर बस्थिन् आज एक्लै कसरी खायो होलिन् वास्तवमा माया भन्ने चिज ओह्रालो भन्छन् हो हगी आमाले त सानैमा छोडेर गइन् बाले दुःख सुखले हुर्काएर बढाएर यत्रो बनाए तर आज छोडेर आउने बेला एक वचन पनि सोध्न सकिन डोमा ए डोमा घन्टीलाल भन्ने ऊ त्यही होइन त्यसलाई त कार्टुन बनाउनु पर्छ काफी कलमले त किन दिने नि आई लभ यु लेख्नु पर्यो नि हो र एकछिन है मसँग छ आइले नै भनेर कहाँ मजा आउँछ नि ऐनाको के हो के लेखेको रहेछ आई लभ यु घन्टीलाल मरी मुखैले भने भयो नि त हुन्थ्यो नि दुःख पाउनु पर्थे ल मेरो पनि तिमीलाई आई लभ यु हेर न त्यहाँ मोरी मस्के कि डोलमा तिम्रो माया मेरो मुटुको टोल टोलमा हेर न मोटी फर्सी लौकी करेली ल आई लभ यु बाई बाई तपाईको जागिरको टुङ्गो लागेको छैन खै जान त धेरै ठाउँमा गयो कतै टुङ्गो लागेको छैन यो सहरमा जागिर पाउनु र समुद्रमा मोती भेटाउनु उस्तै उस्तै रहेछ हजुर नन्दु अधिकारीजी हुनुहुन्छ नन्दु किन म चाहिँ बिजनेस युनिभर्सल डेभलपमेन्ट ब्याङ्कबाट तपाईँको नाम निस्केको रहेछ तुरुन्त ब्याङ्कमा सम्पर्क राख्नु होला ए हो र सम्पर्क नम्बर छाड्नु भएको रहेछ घरबाट नै महाभारत ब्याङ्कमा तुरुन्त सम्पर्क राख्नु होला अहिलेलाई म लागेँ देखो प्रभा हाम्रो सुखका दिन आए दुःखका दिन अब गए एकैछिन पर्ख है म बाहिर गएर आइहाल्छु धन्य हो प्रभु तिमीले मेरो पुकार सुनिदेऊ थ्याङ्क यू हो ला 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 नन्दु छिटो आऊ न आई लभ यु अब हाम्रो दुःखका दिन गए अब हाम्रो सुखै सुखको दिन आउँछ ला 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 हो ला 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 नन्दु के लिएर आयो लड्डु गर त कता गएर आयो कि प्रभा चामल लिन पसल गए कि अनि ल्याएनौ उधारो धेरै भइसकेकोले उधारो दिनै मानेन भरे दिनलाई भनेनौ पहिलाको तिर अनि मात्र लैजा भन्यो अब त चामलै छैन के पकाउने होला
बाट कति सामान कता पुर्याउने हो? यहाँ 1 बोरा चिउरा छ, चोकसम्म लाने हो। त्यहाँसम्म त 100 रुपियाँ हो। साउजी म लान्छु, मलाई 50 रुपियाँ दिए पुग्छ। ओइ कोस त हाम्रो जक्सन मारेर हेड बिगार्ने साला। त्यसो नभन्नुहोस् न हजुर, मेरो घरमा भरे 1 छाक टार्ने अन्न छैन। यो काम पाएदेखि यसैले लगेर भरेको छाक टार्थे। बढी बोल्छस् खाते। साला भरिया बढी बोल्दो रहेछ, ठोक सालालाई। ए तेरो बाउको बिर्ता हो र? साला मुख लाग्छस्। जाउँ साउजी, म तपाईँको सामान लगिदिन्छु। ल हुन्छ हिँड। ए आउनुभयो? आएँ। अनि जागिर पाइयो त? पाएँ। कहाँ पाउनुभयो? सडक विभागमा। सडक विभागमा? आमै नि। हे भगवान, तिमीलाई लाख लाख धन्यवाद छ। तिमी धन्य छौ। भोकायो अघि? खाइसके। के थियो र? के खायो? हजुरको पेट पनि त खाली छ नि। मैले त टन्न खाइसकेँ। ढाट्नुहुन्छ? कहाँ? उही अफिसमा। तर पत्यार लागेन। ढाट्नुहुन्छ मलाई? सत्य हो। दु मलाई चिनेन? म घन्टीलाल। ल अनि के छ नि तिम्रो मनको कुरा? मेरो माया क्या नाम देउकी भनेको। कस्तो छ नि तेरो माया? हिउँ भन्दा चिसो। चिसो? अच्छा चिसो त्यही त हुँदैन, चिसो हुन्छ। चिसो हुन्छ? आगो भन्दा तातो। आयो त्यो त पोल्छ। चिनी भन्दा गुलियो। आफूले त नुन खोर्सानी मन पर्छ भनेपछि मोमो भन्दा मिठो। आहा त्यो त भइहाल्छ नि। चाउमिन भन्दा पनि चमचम। तोङ्बो भन्दा टेस्टी भन्न रोङस्याङ। ए आमैनी, हाम्रो जस्तो यस्तो चोखो मायालाई पनि त्यो चाहिँ अब कुयोको झोलसँग तुलना गर्ने? त्यसो भए मेरो माया कति छ? यो पोखरीमा हाम फालेर देखाउ त, म हेरौँ। कस्तो कुरा गरे कि तिम्रो लागि यस्ता जाँदा पोखरी त के 7 समुद्रमा पनि हाम फालेर देखाइदिन सक्छु। ल हेर। के नाम कतिको गहिरो छ कुन्नी? यसो डराउनेले पनि कोही लाभ गर्छ? त्यस्तो भनेको हो त, सोधेको पो त। हाँस्य मोटी। मलाई त यो पानी त तिम्रो माया जस्तो शीतल लागेको छ डोलमा। यही पानी भित्र हाम्रो सुन्दर संसार बसाउँ जस्तो लाग्यो। 10 बजिसक्यो, अफिस जानु पर्दैन? अब जाने। फेरि ढिलो भएर हाकिम करोला नि। लिनुस्। सुन्नु न, अफिस जाँदाखेरि त टाई लगाएर जान्छन् जस्तो लाग्छ। तपाईँ पनि टाई लाउनु पर्दैन? होइन, हाम्रोमा खासै फरक पर्दैन। ए सुन्नु न, पर्सि त हाम्रो घरबेटीको नातिको वर्तमान छ अरे। अनि पण्डितनी बजैले मलाई किनमेल गर्नको लागि बजार जाम भनेकी छिन्। जाँदा हुन्छ? हुन्छ, जाऊ न। ल जान्छु ल म अहिले। हुन्छ, छिटो आऊ है। ला 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 ला।
देऊ न हजुर आमा ए म तयारै छु नानी छिटो आऊ न म तयारै छु आइहाले साँच्ची नन्दु बाबु अफिस जानुभयो हजुर जानुभयो कुन अफिस रे नानी त्यो सडक विभाग भन्नुहुन्थ्यो ए राम्रो रहेछ त सरकारी अफिस हो हजुर होला खै कुनी ए के होला तपाईलाई साउजी हामीलाई सामान दिनुस् न उ त्यो तेल राखिदिनुस् अनि पिठो 5 किलो पनि के लाने होला पर्वा हो अनि घिउ पनि चाहियो नि तेल घिउ राखिदिनुस् के लाने अरु अनि अरु चना दालमोट सबै सामानहरु राजमा पनि राख्नु पर्छ ल ठीक छ ल त्यसपछि अरु के लाने पर्वा चिनी पनि राख्नु पर्यो नि आमा कान्छा ए कान्छा हजुर साउजी जा एउटा भरिया खोजेर लिएर त हस् साउजी ओहो कस्तो गर्मी भएको साउजी 2टा आइसक्रिम मगाइदिनुस् न ल ए हस् हस् साउजी भरि आयो ए ल ल हेर प्रभा मैले तिमीलाई ढाट्न खोजेको होइन अनि के हो त मेरो भावनासँग खेल्न खोजेको त्यस्तो पनि हुन्छ त लाटी नत्र यो सब तिम्रो चित्त दुख्ला भनेर कामको प्रकृति मात्र लुकाएको हुँ म तिमी भोक्कै बसेको हेर्न सक्दिन प्रभा यदि मेरो लागि हो भने यो काम छाड्दिनुहोस् आफन्तले देखि भने फलानुको छोरी भरियासँग गएछ भन्छ बरु म भोकभोकै बसुला हेर प्रभा बुझ्ने मान्छेले पेसालाई कहिले पनि नराम्रो भन्दैन हरेक पेसामा इमानदारिता हुन्छ लगनशीलता र आत्मसन्तुष्टि हुन्छ पेसा त कर्म हो प्रभा के कर्म गर्नु पनि कहिले नराम्रो हो र मैले त्यसो भन्न खोजेकी होइन बरु अरूको घरमा भाँडा मोलाउला पोछा लगाउला जे गरौला कमसे कम अरूले त देख्दैनन् आउनुस् तपाईको पालो के गर्ने भन्नुस् त माया गर्ने छ्या यो दिदी त कस्तो ठट्टो पो खेल्दो रहेछ साच्ची भनेको तिम्रो मासु खानु भन्नुस् न दिदी के मिलाइदिउ मेरो जुल्फी मिलाइदेऊ गान्चीलाई तोपो तल्लाई त साउजी आलु धार्नीको कसरी हो 90 रुपैयाँ खै झोला दिनुस् न कस्तो महँगो भा तरकारी छोइ साध्य छैन ए भाइ उधार खाएको पैसा तिर्नु पर्दैन भने 2-4 दिन पर्खनुस् न ल साउजी यी बाबु त तपाईले चिन्नु भएन र तपाईकै घरमा बस्ने बालवाला त हो नि पैसा धेरै नि तिर्छ र छ नि पैसा हुँदा बोरा बोरामा लान्थ्यो अहिले त 1 किलो आधा किलो हुँदा हुँदै उसको बुढीले 1 पाउ चिउरा लिएर गई कहिलेकाहीँ उधार दिँदा भइहाल्छ नि हो नि बजै उधार दिएर डुब्नु छ र जागिरे छन् तलब आसी दिइहाल्छन् नि बाबु पैसा त कहाँको जागिरे बजै भारी बोक्ने भरिया हुन् कहाँबाट बुझ्छन् तलब डोल्मु डार्लिङ एउटा कुरा भन्नु थियो भनौँ कि नभनौँ भन्न घन्टीलाई के कुरा हो एउटा राम्री केटी पायो भने प्रिया रानीले बिहे गरिदिन्छु भन्नुभएको छ अनि
नानी केटी पाइस् त हो पिङ्की पिङ्की आऊ त नानु खाना खानु भयो खाए आमा आमा बा कहिले फर्किनुहुन्छ अरे साँच्ची कुन देशमा जानु बारे अमेरिकामा उतै रेस्टुरेन्ट खोल्नु भएको छ बिजी भएर आउनै पाउनुहुन्न बल्ल बल्ल नातिको वर्तमान भएर 1 हप्ताको लागि आउनु भएको छ छिट्टै जानुहुन्छ ए के भयो पर्व नानी अलि दुब्लाउँदै गएकी छौ नि त हो र आमा मैले त खाना खाएकै छु त्यस्तो दुब्ला जस्तो लाग्दैन पसलमा लिनदिन धेरै छ र नानी कसैले के भन्यो र आमा पसलले कराउँदै थियो 200-400 उधारो थियो तलब आएपछि तिर्छु भनेको हेर्नुहोस् न तलबै आएको छैन के गर्ने आऊ बस बस हेर नानी तिम्रो मैले सबै कुरा थाहा पाइसकेँ म आमा जस्तो मान्छेलाई तिमीले कुरा लुकाउनु पर्छ कुरा लुकाउनी त शत्रुसँग हो मनको कुरा अर्कालाई भन्यो भने मनै हलुका हुन्छ अरे मलाई थाहा छैन र तिमीले कति दिनुभयो खानै खाएको छैन नरौ 1 पाउ चिउराले कति दिन खान्छौ भन त तिम्रो लागि मैले तल खाना बनाएकी छु नरौ मैले बालाई सबै कुरा भनिसकेको छु नन्दु बाबु जान मान्नुभयो भनेदेखि काम चाहिँ रेस्टुरेन्टमै हो लैजामला भनेर भन्नुभएको छ तपाईँकै हुकुनमा कहिले बिर्सिन्न जसरी हुन्छ नन्दुलाई लान भन्नुहोस् मलाई म तपाईँहरूको छेनी छेनी गरी नि हुनेछु झर्न थाहा छ कि छैन भन्देऊ न हो हेर न प्रभा आज पनि कमाइ नै भएन दिनभरिमा जम्मा यो 50 रुपियाँ बचेको छ सधैँभरिको एकनास कहाँ हुन्छ र हातमुख धोइहाल्नुहोस् खाना तयार छ म ल्याउँछु के भने कि कहाँबाट ल्याएर बाटो बिराएकी छैन ईश्वरले हेर्छन् भन्नुहुन्थ्यो नि साँच्चै नै ईश्वर रहेछन् बस्नुहोस् म खाना लिएर आउँछु तिमीलाई खुसी दिन कहिले सकिन हगी मैले आउनुहोस् बस्नुहोस् घरबेटी आमाले दिनुभएको धिक्कार छ प्रभा म जस्तो लोग्नेलाई जसले आफ्नो परिवार पाल्न पनि सधैँ अरूको निगाह बस्नुपर्ने भयो भइहाल्यो नि त एउटा समाचार छ सुन्नुहुन्छ कस्तो समाचार घरबेटी आमाले भन्नुभएको छ यदि तपाईँ जानुहुन्छ भने घरबेटी बाले तपाईँलाई अमेरिका लानुहुन्छ अरे के छ र उहाँहरूको अमेरिकामा त्यहाँ उहाँहरूको रेस्टुरेन्ट छ अरे अब हाम्रो दुःखको दिनहरू गए सुन्नुभयो होइन के भयो किन नबोल्नु भएको खै जानेर अनि नगएर के गर्नु त सोच्नुपर्ने कुरा के छ टिकट उनकै जागिर दिने काम उनकै हामीलाई त भाग्यमा चिठा परेको हो यहाँ तिमी एक्लैलाई छाडेर फेरि सँगै बस्न पो यत्रो सङ्घर्ष गरेको त आखिर जे भने पनि पैसा नै चाहिँदो रहेछ विदेशमा 2-4 वर्ष बसेर जिन्दगीभर सुखसँग बस्न पाइन्छ भने किन दुःख नगर्ने आज राम्रोसँग खान नपाएको 5-5 दिन भइसक्यो आखिर मैले यहाँ के सुख पाछु र ठिकै छ तिमीले त्यसो भन्छौ भने जानु पर्ला नन्दु ए नन्दु नानी नन्दुलाई ए ल राम्रोसँग काम गर्नु
उहाँ पुग्ने बित्तिकै फोन गर्नु, यहाँको केही टेन्सन लिनु पर्दैन। ल राम्रो होस्। ल नानी माला लगाइदेऊ। ल कुरा गर्दै गर्नु है, म बासँग हुन्छु। दुःख बिमार पर्दा कठै भन्ने कोही छैन। यस्तो ठाउँमा फेरि तिमी एक्लै कसरी बसौली? के गर्नु नन्दु, हाम्रो भाग्यको लेखा नै यस्तै रहेछ। पहिलो महिनाको तलब बुझेर पैसा पठाइदिइहाल्छु, चिन्ता नगर। घरबाट हामीलाई लगेर एउटा मोबाइल किनिहाल्नु है। सुख दुःखको कुरा गर्नुहुन्छ। नरौ न, यसरी तिमी नै रोयो भने म कसरी जानु? ल छिटो गर, एयरपोर्ट टाइम भइसक्यो। ल ल जाउँ छिटो। घरबेटी आमा, तपाईँकै जिम्मामा छाडे है प्रभालाई। यसो साह्रो गाह्रो पर्दा हेरिदिनु होला है। केही टेन्सन लिनु पर्दैन बाबु, म छँदैछु नि, ढुक्क भएर जानुस्। हुन्छ आमा। नानी उहाँहरू त पुगिसक्नु भएछ। उहाँ पुगे भनेर फोन आएको थियो, नानीलाई नि दिनु भनेर भन्नुभएको थियो, त्यतिकैमा फोन काटिहाल्यो। ए हो आमा, म त साह्रै नै आत्या थिएँ। राम्रो भयो। आत्तिन पर्दैन नानी, म त्यति भन्न आएकै गएँ है। डोमा डार्लिङ। आम भाइ, तिमी त बिहा गरेर कस्तो राम्रो भएछ त। हो र? अनि म त पहिला गएर बिहा गरिसकेँ नि त। अनि तिमी चाहिँ कहिले बिहा गर्ने त? म पनि गर्ने नि, कोसँग हुन्छ भनेर भोलि थाहा हुन्छ नि। ए हो र? बिहा कहिले होला भनेर हिजो लामाले देखाउनु गएको। आफै त बिजी मान्छे, बुढी कान्ने पो बस्ने हो कि डर पो लाग्यो। अनि त्यसपछि चाहिँ के भन्यो नि? भोलि बिहान 6 बजी ठ्याक्क मेरो ढोकामा झोला भिरेको, धोती टोपी जारीकोर लगाएको एउटा जोगी आउँछ रे, त्यहीसँग बिहा हुन्छ भनेको छ के। अम्बई, त्यो केटो त भोलि पो आउने रे। आफै त बिजी मान्छे, टोक्दै आँखा झिम्काउँदै लजाउनु नबिर्सिनु भनेछ कि त्यो लामाले। ती घन्टीलाल गयो भने अब घन्टीलाललाई पो सुनाएको। हरिओम तिरपन्ताम मोटी मोटी कैलाशपति। हरिओम शम्भो कैलाशपते। लौ बाजे, भिक्षा लिनुस्।
हरिओम कैलाशपति, मलाई भिक्षा मोटी मोटी। भिक्षा त भइसक्यो त बाजे, फेरि के चाहियो? म भिक्षा दान लिन आएको होइन बालिके, म त यो घरबाट एउटा राम्री कन्या दान लिन आएको। हरिओम। के भनेको रे पात्यको जोगी? हरिओम, म पात्यको होइन, मलाई पात्यको भन्ने तिमी नै पात्यकी हौ। हरिओम हरिओम हरिओम। अब आँखा टिक्क झिम्काएर ओठ टोक्ने मान्छे आएकै छैन, म कसरी जानु? हरिओम 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 हरिओम। ए मर्ने बेला हरियो काँक्रो, तल्ला आँखा झिम्काउन चाहियो होइन? ल ताइसन, जा आँखा झिम्काइदे। डोल्मा, ए डोल्मा। अब यो प्रभता कति फटक फटक उफ्रेर हिँड्ने के? हेर्नु डोल्मा, नन्दुको त भन्या जति नै तलब रहेछ। पैसा पठाइदिन्छु खाना लाउनको लागि, केही दुःख नगर्नु भन्या छ। अब जति दुःख काट्ने काटिसक्यो, अब त बिन्दास गरी जिउनु पर्छ। बुढालाई पैसा त्यही नराखा बना, यता पठाउ बना। डुकुटी खेल्नुपर्छ, डुकुटी आनी पो हुन्छ मालामाल। त बस्दै गर, म कुर्सी लिएर आउँछ है। हुन्छ। आफ्नो त लोग्नेले पैसा पुर्याउँछ मरी मोज गर्ने हो। रिमा त कस्ती झुम्री भएकी छ, लोग्नेको त्यत्रो कमाइ छ र नि पाखण्डी। साथी भन्नु नि लाज लाग्छ मलाई त। त्यही भएर त लोग्नेले अर्की ल्याउँदैछ नि, थाहा छैन तँलाई? हो त, समय अनुसारको फेसन त पटक्कै भएन। हामी यसरी बनेर हिँड्दा त हाम्रा लोग्नेले अर्काकी सस्ने राम्रा भन्छन्। बिचरा उसको बुढोले त कसरी चित्त बुझाउँछ? आफू त बिजी मान्छे, घरमै पो आएको? हजुर। लो बस न। ठिकै छ। पार्लर किन नगएको? फेसियल गर्नु थियो। आज घरमा आमा एउटी पूजा थियो, त्यसैले ढिलो भयो। ए डोल्मा, काम गर्ने नयाँ राखे कि? होइन होइन, साथी हो। बाख्रार गाउँबाट आएको, लोग्ने अमेरिकामा छ के, टेम पासको लागि आएको। ए उसो भए त बहिनीले गेटअपमा ध्यान दिनु पर्यो नि। यस्तो गेटअपले त भएन है। मेरो लोग्ने सोधो छ, जाति छ भनेर नबस्नु नि। लोग्ने मान्छेको जात बाहिरै आँखा डुलाउँछन्। सोझो छिन्, सिक्दै छे। ल ल डोल्मा, हामी तल बस्दै गर्छौँ, आउँदै गर है। हस् हस्। दान्दा नमाना, नहेरिकन कसरी जान्छ? भोलि तिमीलाई प्रिया रानीको महलमा लान्छु। प्रिया रानीको महल? रानी साहब, ढुकुटी ढुकुटी, डोल्मा ढुकुटी। छोड़ दे। अम्मै, राम 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 राम, ढोका त आफै खोल्यो। दर्शन प्रिया रानी। भन डोल्मा, के छ? तपाईको कृपाले सबै राम्रै छ। चागडी गर्ने त तँलाई खुब आउँछ। काठमाडौँमा नम्बर 1 पार्लर बनाउनका लागि त पैसा हुनुपर्छ। लगानी तसँग छैन भने मलाई भन्न। हस् प्रिया रानी। आबस। यो को त? हजुरले चिन्नु भएन? ऊ प्रभा। नमस्ते। को प्रभा? घर कहाँ? लौ मार्यो। भाउको नाम के रे? दानवीर। उसको लोग्ने अमेरिकामा छ। उसलाई पनि कुनै नाफा हुने ढुकुटीमा छिराउनु पर्यो नि प्रिया रानी। कान्छा। हजुर रानी साहब। हाम्रो ड्राइभरलाई गाडी रेडी गर्न भन्। हस् रानी साहब। जा।
हेलो म सोचौला ओके फोन राख बाई त अहिले जा बिग्रेला लिपस्टिक त हजुरलाई रातै खोल्छ होला नि रानी साहब छ्या पखेनी रातो पनि के लगाउनु मलाई मनै पर्दैन साला फुचुडी यसो मिलाएर लगाइदे भनेको मलाई किन सोध्नु पर्यो आफै त बिजी मान्छे पार्लरमा 2 जना लाउरेनी बोलाइराखेको थियो साला फुचुडी हाम्रो प्रिया नेटवर्क बिजनेसमा चाहिँ त त्यति एक्टिभ छैनस् हा झन् तलाई मैले पार्लर खोल्दिए धनी लौरेका श्रीमतीहरूलाई तान्न सजिलो होस् भनेर के हेरेर बसिरहथिस् 5 जनाले त बोलाइरहेछ रानी साहब आफै त बिजी मान्छे अरूहरूले पनि बनाउँदैछु डुकुटीबाट लौ न डोरमा मलाई पनि लैजान त्यो डुकुटीमा अनि त्यहाँ गएर भन्दैन म पनि खेल्छु भनेर भर्खर मात्रै मेकअप गर्ने त महलमै गएको थियो म हो तिम्रो बारेमा केही कुरा गर्दै थियो कस्तो गेटअप लगाएको मेकअप पनि कस्तो रहेछ केही राम्रो भन्न सिक्न खोइ आउँदै आउँदैन लाउँदा लाउँदा जान्ने त हो नि घरमा बसेर प्र्याक्टिस गर न आइहाल्छ नि घरमा बसेर तेरो बजे खुट्टा भाँच्यो कि के मरे 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 भगवान खुब राम्री भन्नु पर्यो मलाई मरे क्या खुट्टा भाँच्यो मरे मरे के गरेको पर्व नानी यस्तो जात्रा एउटा खुट्टा एउटा जुत्ता एउटा जुत्ता आमा राम्री भन्न खोजेको ल हेर तरकारी डढेछ ल ल के गरे यस्तो खान चिज हो यो हेर के गरे लौ न उपस्थित प्रिय मित्रहरू ढुकुटी बन करोडपति हाम्रो यो आफ्नै एउटा नारा छ यसै अनुरूप हामीहरू काम गरिरहेका छौं र गर्दै जानुपर्छ हामीद्वारा सञ्चालित ढुकुटीबाट कोही बिग्रे बर्बाद भए भन्ने कुनै रेकर्ड छैन बरु हिजका सडकपति ढुकुटीमा लागेर आज उनीहरू लाखपति र करोडपति भएका छन् बुझ्नुभयो हामीलाई त गौरव लाग्छ तपाईहरूको साथ र सहयोगको सदा अपेक्षा रहन्छ यति भन्दै मेरो 2 शब्द यही टुङ्गाउँछु ढुकुटीको पूर्व सन्ध्यामा ड्रेम पार्टी हुँदैछ सबैजना मिलेर इन्जोय गर्नु साला फुचुडी पहिला सोध्यो कि बोहनी बर्बाद अनि देवा तेरो मरुभूमिमा प्रेमको बिउ टुसवाला जस्तो छ कि छैन टुसाउनै पर्यो नि रानी साहब देवाको प्रयास आजसम्म असफल भएको छैन स्याबास त छस् नै त्यस्तो मै हुँ भन्ने तरुनी पनि तँलाई देखेपछि त लट्ठै भइहाल्छन् साला फुचुडी हिरो छस् यार बोला हजुर रानी साहब अब ढुकुटीको किस्ता बाँकी हुने त चान्सेसै भएन नि रानी साहेब उता हाम्रो नेटवर्कमा पनि मान्छे बढ्ने क्रम जारी नै छ काम त गर्छ साला फुचुडी मान्छे मात्रै गोफले हो प्रिया रानीले जिन्दगीमा हार्न जानेकी छैन र असफलता पनि चाहेकी छैन
यी लिनुहोस्, अलि होसियार रहनु होला, जमाना ठिक छैन। थ्याङ्क यू। वास्तवमा बल र तागतको प्रयोग गर्ने यस्तोमा पो त। धन्यवाद बाबु, यो नानीको बडा ठुलो उद्धार गर्नुभयो। ल है त बाबु। आज त तपाईँ मेरो भगवानै बनेर आउनुभयो, नत्र त मेरो जहाजै डुब्थ्यो। अलि धेरै नै भयो कि यार। त्यही त, अलिअलि हाने झै पो गर्नुपर्छ त। झन्डै माएनस् तेरो बाजेलाई। सरी यार, फुर्ती अलि बढी नै भएछ। साला बडै रो भन्छ, टाउकोमै टुटुलको उठे यार। के गर्ने यार, केटीको गाडी अलिकति फुर्ती त आइहाल्छ कि कसो बोला। छोडेका यतिका महिना भइसक्यो। के गर्दै हौली, कस्ती भइ हौली। त्यहाँ त बच्चाको थुतुने क्यारे हप्ता दिनमै फेरिनलाई अनि कस्ती भयो हौली। तँलाई माया के हो के थाहा के सब। मायाको मर्म बुझ्न त कसैलाई माया गरी हेर्नुपर्छ। भोबो भाग नलडाम, प्रेम नै नगरिकन हाम्रा पनि दुईवटा बच्चा फतफत भएको छैनन्। आफू त जहिले गइन्छ नेपाल, त्यहीले सुमसुमाइन्छ बुढीको कपाल। माया पनि देखाउनलाई गरिन्छ र, त्यो त देखावटी माया भइगयो नि यार। भोबो मेरो यत्रो सङ्गतमा त मात्र एउटा त्यस्तो जन्तु होस् जसले उड्दा नि बुढी, बस्दा नि बुढी, खाँदा नि बुढी, सुत्दा नि बुढी। ये बुढी भक्त बोछोड त यही कुरा। बरु ल भन् त, यो साडी कस्तो छ? अरे अब साडी नै किनिदिइहालेछस् बुढीलाई, अब चोलो र पेटिकोट पनि किन्दे। ल सुत, भोलि फ्याक्ट्री जानु छ। ल ल हुन्छ, सुरु गर बोला। हस् रानी साहब। आजको ढुकुटी बढी बढाउमा चलेको छ। सबैजनाको नाम भन्नु जरुरी छैन। म टप 3 प्रतिस्पर्धीहरूको नाम र उहाँहरूले छोड्नु भएको रकम भन्न गइरहेछु। मीना बज्राचार्य रु 50,01,111 मात्र। जित बहादुर थापा रु 60,21,000। आङकामी शेर्पा रु 65,111 छोडेर आजको ढुकुटी खानु भएको छ। धन्दा नमान्नुहोस्, म पुर्याइदिइहाल्छु, हिँड्नुहोस्। मोबाइलको स्विच अफ गरिएको छ।
मैले भो भन्दै थिएँ, तपाईँले सुखाइदिनु भएन, के गर्ने? अब म के गरौँ? हे भगवान, नरुनुहोस् न प्लिज। जे हुने भइसक्यो, म छु नि। त्यसको लागि टेन्सनै नलिनुहोस्। सबै थोक मै छु नि, मैले व्यवस्था मिलाउँछु। उधारो धेरै भइसकेकोले उधारो दिनै मानेन। आखिर जे भने पनि पैसा नै चाहिँदो रहेछ। विदेशमा 2-4 वर्ष बसेर जिन्दगीभर सुखसँग बस्न पाइन्छ भने किन दुःख नगर्ने? Please, call to ambulance, please. नन्दो, कस्तो छ तिमीलाई? दाइले खुट्टाले काटेर फाले यार। दशा रहेछ ठुलो, नरो। दशा रहेछ, कमसेकम ज्यान त बच्यो नन्दो। धन्दा नमान, भगवानले हेर्छ यार। के छ? घरमा कम्पनीबाट फोन चाला, नगर्दै भन्नु है। निको भएपछि म आफै गर्छु। धन्दा नमान, कम्पनी म्यानेजरसँग कुरा गर्छु, फोन जान दिन्न मैले। सग्लो मान्छे अपक्क भयो यार। प्रभाले थाहा पायो भने मुर्छा पर्छ। उसलाई त्यहाँ पानी खुवाउने कोही छैन। म बर्बाद भयो यार। के गरौँ, तिमी जहाँ भए पनि तिम्रो मोहनीले यतै तानेर ल्याउँछ। जाउँ न उता। आँखा चिम्म गर त। किन? त्यतिकै गर न गर। आँखा खोल त। हीरा कौठी, यो त हीरा कौठी हो है? हो। कस्तो राम्रो। लगाउ न त। तिमीले लगाइदेऊ न। थ्याङ्क यू। वेलकम। हेलो नन्दु। कता थियो र प्रभा? म यता मन्दिर आएकी। किन फोन गरेन भने क्या ओली? हेर न, अलि बिरामी परेर मात्रै हो। तिम्रो साह्रै न्यास्रो लागेको छ। यही आउँदो महिनाको 2 तारिकतिर आउँ कि जस्तो लागेको छ। के भन्नुभएको? त्यति राम्रो जागिर छाडेर आउने रे? तिम्रो मायाभन्दा ठुलो यो जागिर कहाँ हो र प्रभा? हेर्नुहोस्, पैसा कमाएपछि हामी जिन्दगीभर सँगै भइहाल्छौँ नि। बल्ल तल त काठमाडौँमा घर किन्ने सपना पुरा हुँदैछ। ढुकुटीको पनि यो अन्तिम किस्ता हो। पैसा बुझ्ने बित्तिकै
म घर किनिहाल्छु। हेर विदेश आएको पनि यतिका वर्ष भइसक्यो। उता तिमी एक्लै, यता म एक्लै। पानी बिनाको माछो जस्तो भएको छु। कस्ती भयो होली। दुनियाँको लोग्ने आउँदा तिमीलाई पनि कति न्यास्रो लाग्दो हो। के गर्ने? हेर्नुहोस्, खोक्रो मायाले पेट भरिँदैन। त्यति राम्रो जागिर पाएर फेरि अहिले आइहाल्ने हतार किन गर्नुहुन्छ? किन? आज तिम्रो स्वर अलि फरक छ नि। होइन होइन, म एकदमै ठिक छु नन्दु, मेरो चिन्ता नलिनुस्। तिमीलाई पनि एक्लै बस्न कति गाह्रो होला। के गर्नु, बुझेर नि बुझ पचाए जस्तो भएको छ। नन्दु, म फोन राखुँ? त्यति दुःखले कमाएको पैसा फोनमै सकिन्छ। सबै कुरा पैसा नै हो र? मलाई त फोन राख्न मनै छैन। तिम्रो बोली सुन्दा पनि कति दिनको टेन्सन भुल्छु। तिमीलाई पनि त्यस्तै होला कि? म फोन राख्छु नि। हुन्छ। हेलो 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 प्रभा। हत्तेरी, फोन किन काटेको? बेकारमा फोन काटी भन्छ नि। भन्नुहोस् न त, बेकारमा कबाबमा हड्डी। हुन त अब छिट्टै भेट्न जाँदैछु। घर यही हो पर्वा? वाउ, कति राम्रो घर। साउजी नमस्कार। नमस्ते। पर्वा, साउजी उहाँ हुनुहुन्छ। नमस्ते। नमस्ते। जाडो महिनामा बाहिरै बसेर भात खाउँ भने पनि हुने रहेछ। घर त राम्रै छ नि, हेर्नुहोस् न, आफै बस्न भनेर बनाएको घर ब्याङ्कको किस्ता तिर्न नसक्दा गुन्द्रुकको मोलमा तौलिनु परेछ। हेर्दा ठिकै लाग्यो। कागजपत्र हेरौँ, कुरा मिलाउनुस्, आजै बैना गर्छु। हेर्नुहोस्, 90 लाख त यो जग्गाको मात्र पर्छ अहिले। यो घर त तपाईँलाई फ्रीमा भने पनि हुन्छ। अहिले बनाउनु पर्यो भने 50 लाख लाग्छ। 1-2 लाखको मुखै नहेर्नुहोस्, ठ्याक्कै 1 करोड भयो। मोटो रकमले तपाईँलाई बैना गर्छु। कि कसो? पासको म्याद पनि 1-1.5 हप्ता भन्दा राख्दैन साउजी। कि कसो पर्वा? हो, 15 गते त ढुकुटी खाइन्छ, आज 12 गते भयो। आउने 20 गतेसम्म त पैसा जम्मा हुन्छ। तपाईँ 15 दिनको भागा राखेर बैना लिनुहोस्। ठिकै छ, तपाईँले 50% बैना स्वरूप बुझाउन सक्नुहुन्छ नि, होइन? 50 लाखै त पुग्दैन, 45 लाख ब्याङ्कमा छ, त्यसैले काम चलाउनु पर्ला। ठिकै छ, समयमा यदि फेरि तपाईँले पास गर्न सक्नु भएन भने बैना चाहिँ पच हुन्छ। त्यसको लागि धन्नै मान्नु पर्दैन साउजी, बरु लेखनदास बोलाइहाल्नुहोस्। के कसो पर्वा? ठिकै छ नि त, म फोन गरिहाल्छु नि त। ल, कान्छा फोनले। साला फोन पनि लाग्दैन। लागैटे फोन लगा। हस् रानी साहब। यो 20, यो 30, 20, 30, 50, 5 लाख चाहिँ पुगेन। 2-4 महिनामा त पठाइहाल्छ नि नन्दुले। प्रभा, आज हाम्रो खुसीको दिन, घर पनि बैना गरियो। अनि त्यो घरमा म चाहिँ कहाँ बस्ने नि? हामी माथिको तलामा बस्ने, तिमी तलको 2टा कोठामा बस्ने। कति दिन मात्रै बहाना गरेर बस्ने पर्वा? तिम्रो लोग्नेलाई हाम्रो बाटोबाट सधैँको लागि खलास गर्दै हुँदैन? त्यस्तो गर्नुहुन्न देवा, हामीले त्यस्तो सोच्नु हुँदैन। तर कसरी बस्नु पर्वा? तिम्रो मुख नदेखुन्जेल निन्द्रै पर्दैन? जे पाए त्यही सोच्ने। अहिले मारिदिन्छु अनि? तिम्रो हातबाट मर्न पाए त हाँसी हाँसी मरिदिन्थे। हेर, हजुर रानी साहब। कुन दुनियाँमा छ साला फुचुडी? फुलमा मौरी चाहिँ डुल्न थालिस् क्या हो? सुन, प्रहरीमा हाम्रो बारेमा सुराकी गएको रहेछ, बुझिस्? साला फुचुडी, तँलाई यसरी गुप्त बस्नै बस्नुपर्छ?
होशियार, पुलिसले एनी टाइम छापा मार्न सक्छ, बुझिस? बी केयरफुल, ओके? ओके ल भाइ। के पागल जस्तो मुस्कुराइराख्या होला? होइन है नन्दे, कसलाई सम्झिस? भोलि त प्रवासी त भेट हुन्छ, बिना फोन खबर एक्कासी भेट्दा कस्तो गर्लिन् अघि? कमसे कम आउँदैछु भनेर एकल फोन गरिदिए पनि त बुढीको चित्त बुझ्दो हो। उनको आज राति निद्रा पनि राम्रो पर्दो हो। निन्दा राम्रो होइन केसे, त्यो त कल्पदा कल्पदै छर्लङ्गै हुन्छ। अहिलेसम्म म अपाङ्ग भएको उनलाई थाहा छैन। एकैचोटि मलाई यो रूपमा देख्दा ठहरै भइन् भने म के गर्ने होला? त्यही भएर हो। देखेको त छैन र पनि मेरो तर्फबाट भाउजूलाई यो घडी सम्झना लगिदिए। किन दुःख गरेको केशव? अरे यार, मैले तेरो फ्यामिलीलाई सम्झना पठाउन पनि दुःख हुन्छ। बरु आजसम्म सँगै बसियो, हाँसखेल गरियो, माया चाहिँ नमारेछ है। के बिर्सिन्थ्यो केशव? यहाँ त नबितेको भए यत्रो स्याहार माया सायदै अरूले गर्दा हुन्। तेरो यो गुण त म कहिल्यै बिर्सिन्न। यो त छातीमा लेखिएको छ। बरु भन्, नेपाल कहिले आउँछस्? कहिले भनौँ, आफूलाई त तँलाई जस्तो माया गर्ने बाटो हेरेर बस्ने मान्छे छैन। कसलाई सम्झेर आउनु? अनि भाउजू त? गत छुट्टीमा जाँदा छोडपत्र दिएर आएको। के भन्छ यो? हो नन्दु, गाउँमा ढुकुटी खेलाएकी रहेछ। खेल्नेले खाएर भागिदिएछ। 10-10 लाख ऋण बनाइसकी छ। त्यस्तै सोझ्याइमे पनि जाँड रक्सी नभन्ने भइछ। छोराछोरी बेवारिसे छोडेर आफू मोज मस्तीमा हिँड्ती रहेछ। पछि थाहा पाएँ खुब झगडा भयो। अनि यसरी एक्लै बाँधिएर बस्न सक्दिनँ भनी छोडपत्र दिएँ। आफ्नै देशमा केही गरौँला भनेर गएको थिएँ। त्यस्तो स्थितिमा कसरी बस्नु यार? बस्ने मोडै चलेन। अनि अमेरिकामै फर्किएँ। त्यस्तो भए रहेछ त किन नभनेको? नराम्रो कुरा भनेर पो के फाइदा नन्दु भन्ने मन त अझै नै थिएन। तर तेरो पवित्र माया देखेर मन थाम्नै सकिनँ र भने। भएको छोड्दे यी कुरा, म खाना राख्दै गर्छु, त हात धो। 8 बजेदेखि 9 बजेसम्म मात्र एभिन्यू टेलिभिजन। कति टिभी मात्र हेरिरहेको? के गफ गरेको भए हुन्थ्यो नि। कहीँ कतै नयाँ समाचार छ कि भनेर। चिया र चमेना त उतै ढुकुटीतिर भइहाल्थ्यो नि। ढुकुटी खोल्ने 6 बजे, बल्ल 5 बज्दैछ। चिया चाहिँ यहीँ खाउँ, खाजा चाहिँ उतै खाउँला नि। हुन्छ बाबा हुन्छ, बरु कपडा लगाइहाल नि त। हुन्छ, एकछिनमा लाउँछु। साँच्ची त्यो ढुकुटीको पैसा ब्याङ्कको खातामा जम्मा गरेर भाउचर ल्याइदिए भने कसो होला? किन? त्यत्रो लाखौँ रुपियाँ कोठामा ल्याउन पनि त गाह्रो हुन्छ नि। जे गरे पनि आज क्यास आउने होइन क्यारे? सोच होला नि। साँच्ची त्यो घर धनीलाई पनि फोन लाऊ। आज पैसा रेडी भइसकेको छ, कहीँ कतै नजानु भनेर। फेरि कहीँ फुत्तै हिँड्ला। त्यसको लागि तिमी धन्दै नमान न, म छु नि। बरु तिमी छिट्टो तयार भएर आऊ, म तल बस्दै गर्छु है। हुन्छ। के गरेको यो? धुन्किनीको तिलो फुला फालेको। ए फाल्दे! प्रिया रानी कहाँ हुनुहुन्छ? खै कता मरी फक गुन्देनी। मलाई डुबाइहाली, बर्बाद बनाइहाली। किन? के भयो र?
1 वर्षको भाडै तिरेको छैन। 3 तुला सुन बन्दकी राखेर दिएको थिएँ 50,000, त्यो पनि बर्बाद पारी। मेरो छोरासँग 2 लाख रुपियाँ पटक गरी लिएको रहेछ, त्यो पनि डुबाई, बर्बाद पारी नि मलाई। आज पैसा दिन्छु भनेर बोलाकी थिए, घरै छोडेर भागेछे चन्डाल्नी। सुन्नुहोस् न, यो घर उहाँको होइन र? के को हुनु, यो घर त मेरो, यही घर देखाएर त दुनियाँलाई ठगेछे। अघि भर्खर पनि अग्रुप आएको थियो, तपाईँ पनि ठगीमा पर्नुभयो कि नानी? देवा अब के गर्ने, हाम्रो त 1 करोडको ढुकुटी। मैले के गर्न सक्छु र प्रभा? केही त गर्नु पर्यो नि देवा। 45 लाखको घर बैना गरेछ, मेरो समयमा तिमी बाइकहरू को छ र? मलाई बचाउँदियो। सरी प्रभा, तिमीलाई बचाउन सक्ने मसँग समय छैन। देवा, तिम्रो माया यही हो? मेरो इमर्जेन्सी मिटिङ सुरु हुने बेला भइसक्यो प्रभा, मलाई माफ गर। तिम्रो मिटिङ ठुलो हो कि यो? त्यो तिम्रो टेन्सनको विषय हो प्रभा, मेरो होइन। देवा, सधैँ साथ दिने कसम खाएको बिर्स्यौ? काम खलास भयो रानी साहब। जुन दिन त्यसको बाद दानवीरले मेरो सोझो वनको फाइदा उठाउँदै मलाई बर्बाद बनायो, अनि मैले भनेकी थिएँ, दाने त्यो दिन आउन दे, जुन दिन तँलाई यो भन्दा बढी तडपाउनेछु, बुझिस्? याद राख, तँलाई नमिले पनि एक दिन तेरो शाखा सन्तानलाई म बर्बाद पार्नेछु, बुझिस्? तैले ढुकुटीको आडमा आज मेरो बलात्कार गरिस्, अब पर्खी पालो चाहिँ तेरो। तपाईको पुरानो लेनदेन अनुसार र हाम्रो ढुकुटीको नियम अनुसार कि त मार कि त मर्न बाध्य बनाउनु पर्छ भन्नुभएको थियो तपाईले। मैले पर्वालाई त्यही स्थितिमा पुर्याए, सायद ऊ मर्छे या पागल हुन्छ। यति गर्दासम्म पनि ऊ यदि सही सलामत रह्यो भने रानी साहब, देवाले प्रेमको नाटक मात्रै होइन, सिद्ध्याइदिनु पनि जानेको छ। यही हो घर। ढुकुटी 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 ढुकुटी। साला फुचुडी, बेला नकुबेला के को ढुकुटी? बेला भइसक्यो ढुकुटी, उता डोल्मालाई पुलिसले घोकै ठ्याक पारेर ल्याउँदैछन् ढुकुटी। साला फुचुडी, के भन्दैछस् ह यो? देवा बोला जा। अनि मेरो बिहे नि? भाइ साहब, नछोड्नु कसैलाई। सर, ढोका सबै लक छ। लक छ अरे? पछाडिको ढोका खुल्ला होला, जानुस् तपाईहरू, एकजनालाई पनि नछोड्नु।
ढुकुरी जस्तो सामाजिक गर्ज तार्ने पवित्र पेसालाई ठगी खाने भाँडो बनाउने यस्ता दुश्चरित्र व्यक्ति वा समूहलाई कानुनी कठघरेमा उभ्याई हदैसम्मको सजाय दिलाउने व्यवस्था हुनैपर्छ। हतकडी लगाउनुहोस्, यसलाई लिएर जानुहोस्। साला भुजुडी पखलास, तँलाई तेरो बाउको बिहे देखाइदिनेछु, बुझिस्? चुप! सही साहब, लासलाई पोस्टमार्टमको लागि लिएर जानुहोस्। हाँ साहब। सबैलाई समातेर लिएर हिँड्नु। हेलो, एम्बुलेन्स? डार्लिङ डोलमा चोक्टा खाउँला भनेको परियो झोलमा। के गर्ने रोङसाङ, लोभमा फसिहाल्यो। यस्तो हुन्छ थाहा भएन। यो के गर्यो? यो के गर्यो? दोष कसैलाई दिन्न। मेरो मृत्युको कारण ढुकुटी हो, संगत र महत्वाकांक्षा हो। मलाई सरप्राइज दिन मेरो श्रीमान आज आउँदै हुनुहुन्छ। उहाँको साथीले फोन गरेर भनेको थियो। त्यसैले जो जो यहाँ आउनुहुन्छ, बिन्ती छ तपाईहरूले मेरो श्रीमानको चित्त बुझाइदिनु होला। मेरो यो हविगत देखेर उहाँ बेहोस हुनुहुन्छ, सम्हालिदिनु होला। उहाँको भावनामाथि चोट पुर्याएकी छु, विश्वासमाथि धोका दिएकी छु, सच्याउन नसक्ने गल्ती गरेर मृत्यु वरण गरेकी छु। माफ गर्नुहोला अभागिनी प्रभा। कस्तो देउता, तिमीलाई साथी राखेर कसम खाएको आज यिनै दिन देख्नका लागि हो। मेरो जीवन उजाड भएको हेर्न चाहले तिम्रो इच्छा पुरा भएन। आजदेखि तिमीमाथि मेरो कुनै आस्था रहने छैन। याद राख, आइन्दा कुनै प्रेमी जोडीले तिमी सामु प्रेमको भाकल गर्न कहिले आउने छैनन्।
पिरतीको डोरी यति बलियो भएछ बाबु, त्यसले मान्छेको प्राणै लियो। त्यो बेलादेखि यो घरमा कुनै नयाँ दुला आउनै हुँदैन। एकहोरो यस्तो आवाज निस्किरहन्छ। एउटा उमेरको छोरालाई अघि लाउँदा कुन चाहिँ आमाको घाउमा खाटो बस्छ र नानी? तपाईँ आउनुभयो, मेरो छोरो पनि बाँचेको भए यसै गरी आमा भनेर आउँदो हो। ऊ आउँदा यो घर कति उज्यालो हुन्थ्यो होला। बिहान उडेर जाने चरी पनि भरे गुण सम्झेर फर्किन्छ। तर कलकलाउँदो उमेरको मेरो छोरो यो घर सम्झेर कहिल्यै फर्केन। यो उसकै घर हो बाबु, म उसैकी आमा। छोरो जन्माएर पनि काँक्रेत्तै भए कि अभागिनी आमा।